हामी जाँदैछौँ गोर्खा बजार यस सिउदी हो तपाईँ। ओके हामी यति बेला हाम्रो फ्यामिली टुर काठमाडौँ टु गोर्खा गोरखनाथ कालिकाको मन्दिर दर्शन त्यहाँको भ्यू टावर दर्शन गर्दै हामी आज गोर्खाको हाम्रो चाहिँ फ्यामिली टुर सुरुवात हुँदैछ। यति बेला हामी काठमाडौँ लोसे मल स्थित माइक्रो पार्कमा छौँ, माइक्रो स्टेसनमा छौँ र हामी 11 बजीको फ्लाइटमा 11 बजीको साइडमा हामी यहाँबाट निस्कन्छौँ र हामी आज गोर्खा बजार र भोलि बिहान गोर्खाको दर्शन, गोर्खा कालिका थानको दर्शन, गोरखनाथको दर्शन र म्युजियमको दृश्यावलोकन हुन्छ हाम्रो। र हामी भोलि फेरि घलीगाउँ लम्बीको एउटा पर्यटकीय स्थल घलीगाउँसम्मको यात्रा लिएर हामी यहाँबाट प्रस्थान गर्दैछौँ। हस् धन्यवाद। ओके जहाँले जे भन्नुभयो त सबै सही कुरा हो। हामी त्यही अनुसार हामी अगाडि बढ्नेछौँ र बिस्तारै बाटोमा देखाउने छु। ओके अहिले यति नै हो मामु। ल शुभ यात्रा राम्रोसँग जानु होला, दिदी पनि जानु। ओके बाई सानी बाई बाई। टाढै हजुर कता हो? ल ल बाई। हाम्रो यात्रा सुरु हुँदैछ। अब रेडी हुनुहुन्छ? ल गाइस अब चाहिँ हामी काठमाडौँबाट तलतिर गोर्खा लाग्नेबाट लागेँ सक्यो। अब नाचडुङ्गा सुरु भयो। ल शुभ यात्रा तिमीहरूलाई। मेरा कति लाग्छ कि अहिलेसम्म पानी परेर मौसम एकदम क्लियर देखिरहेको गाइस, तपाईँहरू हेर्न सक्नुहुँदैछ। खाजा खाएर भेट्छ कि यिनीहरूले त्यहाँको। ओ बेबी सानो खाजा के खायो? लास्टमा चटपटी खानु भनेको म्यान्डेटरी हो। चटपटी खाएर भने अरू खाजा खायो भने मतलबै हुँदैन। सो त्यही भएर हामीले चटपटी चाहिँ छुट्याउँदैनौँ जाँदैन। गोर्खा अहिले नै आइपुग्यौँ गाइस। अब गोर्खा लाग्नेबाट हाम्रा टोलीहरू यहाँ बसिरहन्। गोर्खा सिखाली यहाँ त बिहे पनि छ। के हो यो? देउराली आइपुग्यौँ हामी गोर्खाको देउराली। तल गएर चाहिँ बाटपाक जाने, 12 किलो आइसक्यो। त्यो डाँडाको गोर्खा बजार देखिन यो 13 किलो लक्ष्मी बजार आइपुग्यौँ हामी। फाइनली गाइस होटल आइपुग्यौँ हामी। ओके होटल इन गोर्खा इन भन्ने होटल हो। आज हेर्नु त्यहाँको घुम्ने हेलो सानो आऊ। हाई कस्तो भयो त आजको यात्रा? ल ओके कस्तो भयो? मामु कस्तो भयो त आजको यात्रा? ल ओके ठिक छ। हामी चाहिँ फ्रेस भएर अब चाहिँ हामी फोटो सेसन गर्छौँ मजाले। त्यसपछि हामी बाहिर जान्छौँ घुम्नलाई। यहाँ फोटो सेसन हुँदैछ। क्यामेराम्यान एङ्गल मिला खिच्दै हुनुहुन्छ। यहाँबाट चाहिँ कत्रा भ्यू देखिन्छ। म देखाउँछु एकछिन है। वेट यस चियाको लाएर हामी अहिले इभिनिङ वाक गर्दैछौँ। अब माथितिर जान्छौँ हामी यसो घुम्नलाई। अनि यिनीहरू पानीपुरी चटपटे खाँदैछन् मस्तै। लोकल चिया हो। मैले आएर चिया खानुपर्छ। 40 करोड। अब हामी जग्गा किनेछौँ 40 करोडमा हो कि होइन? एउटा गोर्खामा हो कि होइन? जेसुकै
यहाँ कता हेरेको क्यामेरा यता छ यस मेरा साना दुसले हानेको यहाँ बेबी र दिदी रेडी भइसक्नुभयो सुत्नलाई बाई बाई गुड नाइट बेबी गुड नाइट अझ बेबी र म सुत्नेछौँ ओके बाई बाई आजको लागि यति नै बाई गुड नाइट एभ्रीवन गुड मर्निङ गाइस फ्रम गोर्खा म तपाईँ होला है खतरा भ्यू वेट है जस्ट अ मिनट ल हेर्नु त वाउ वाट अ भ्यू गुड मर्निङ गाइस अब हामी रेडी भएर मन्दिर जान लागेको गोर्खा कालिका मन्दिर हेलो दिदी कस्तो हुँदैछ त आजको दिन वा कस्तो क्युट ब्याग भाइ तिम्रो त वा ओके ल ठिक छ म बाटोमा गएको छु मन्दिरको दर्शन गराउँछु हजुरहरूलाई यस्तो मिठो घाम वा हामी गाडी चढेर सरर मन्दिर जाँदैछौँ गाइस गाडी रिजर्भ गरेर हामीले हिमाल कुन हिमाल देखियो यो मनासले हिमाल वा कसै अलिअलि परेर है हामी चाहिँ बसबाट छरेर हिँड्न सुरु गऱ्यौँ सामान किनेर ट्याक्क परेर अब हामी अगाडि हिँड्दैछौँ ट्याक ट्याक हरिमाना छ नि टोना उतापट्टि पनि साइड त कुन हो डाइनास कोट यहाँ देखेँ ए देखि लिलीको चाहिँ यो लिलीको देखिन्छ ऊ त्यो चाहिँ भुसुने खोला त्यो आँपिपल ए त्यो त आँपिपल हो नि बाबु त्यो देख्यो त उतो डाँडाबाट अर्को डाँडा चाहिँ हाम्रो लमजुङ हो यतापट्टि बारी गोर्खा यताबाट त्यो राइनास त्यो जुङगढीको वाला राइनास डाँडा भयो लिलीकोट हुँदै 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 यता लमजुङ र गोर्खा चाहिँ छिमेकी देश हो छिमेकी जिल्ला हो भित्र छिर्यौँ हामी ट्याक्क माथि दरबारतिर पुग्नेछौँ त्यहाँबाट आज भ्यू खतरा देखिरहेछ यो हिमचुली हो यो बाली होइन यो गोर्खा हु हु बाली मेसिन छ हैन हेर बाली लामलाम कुकुर रोक्नु हुन्छ के तोर भनेको ओके लैदिउँ टिपेर एउटा यो चाहिँ आँखा बन्द गरेर कहाँ पुग्ने स्वर्ग पुग्ने बाटो हो क्या त्यो अङ्कलले ट्राई गर्दै हुनुहुन्छ What is this mountain? अर्कोले ट्राई गर्दैछ बाटो हरायो भन्दैछ गाइजहरूले त के यो भ्यू यहाँबाट यस्तो खतरा भ्यू देखिन्छ कि होइन सबजना आउनु होला यहाँ घुम्नलाई गोर्खा कालिका माथि मन्दिर हामी चाहिँ मम्मी ड्याडीबाट वेट गर्दैछौँ अनि अगाडि आएर फोटोसोटो खिच्दै भ्यू खतरा देखेको कसो फाट्दै थियो है म्युजियम देखिँदैछ यहाँबाट हामी बसी होटेल देखिँदैछ फाइनली मन्दिर आइपुग्यौँ हामी रियल कुरा गर्दाखेरि हामी टोली होला कुर्दैछौँ कहाँ हुन्छ नम्बर गेट चिन्नु भयो बल्ल उता चाहिँ भाकल राखेको जति पूजा हुन्छ त्यहाँभित्र अहिले चाहिँ मन्दिरमा पुरै लाइन भइसक्यो अहिलेसम्म खाली थियो अब हामी परिवार उडाउँछौँ परिवार उडाउनको लागि यहाँ रेडी हुनुहुन्छ आयो परिवार कति सानो ल परिवार आयो 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 कति सानो ल प्रभु अचाने परिवार अचाने भाग्यो अब कति बाल्ने कार्यक्रम हुँदैछ यिनीहरूको म चाहिँ यसरी बाल्छु ल भगवान्ले रक्षा गरून् हामी चाहिँ यहाँ माथि आइपुग्यौँ यो मेन डेस्टिनेसन हो मम्मीले पहिला कति वर्ष अगाडि चाहिँ यहाँ फोटो खिच्न चाहिँ हामीलाई यो ठाउँमा मन लागेर चाहिँ खोजी खोजी आएको दिदी 15 वर्षपछि आउनुभएको अरे मम्मी 20 वर्षमा आउनुभएको अब म त कति भनौँ नभनौँ महिनालाई ठिकै छ एकदम राम्रो छ यहाँबाट चाहिँ हजुरहरू पनि आउनु होला यसो घुम्नु साथी हो अब हामी
हामीले मन्दिर दर्शन गरेर खायौँ। अब हामी फर्किँदैछौँ। बाई 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 गोर्खा दरबार बाई बाई बेबी बाई 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 सानी। हामी मन्दिरबाट दर्शन गरेर अब चाहिँ म्युजियम घुम्न आएको हामी। अनि म्युजियम दर्शन गर्छ अनि त्यसपछि आज हामी अरू ठाउँमा घुम्न जान्छौँ। म म्युजियम पनि भ्रमण गर्नेछु। यतातिर हुनुहुन्छ टिका काट्दै हुनुहुन्छ। हेलो हो एकदम सही कुरा म्युजियम घुम्न आएकै हो। ओके गाइस हामी म्युजियमभित्र छिरिसकेँ। म्याच हेर्न सक्नुहुन्छ। यता म छु। आज अलिअलि मान्छे हुन्छ जस्तो धेरै हुँदैन। अनि म चाहिँ यतातिर घुमिँदैछु। यो हो म्युजियम यहाँभित्र पनि छ तर म भित्र छिरिसकेको छैन। म जान बाँकी छ। डल्ली भएको घाँटी हुँदो रहेछ हौ। यसरी निकाल्दा पनि ओके त्यो चाहिँ बनाएको थियो यहाँको म्याप। अब हामी भित्र इन्ट्री गर्दैछौँ। दरबार घुम्दै हुनुहुन्छ हाम्रो ड्याडी पढ्दै हुनुहुन्छ चस्मै लगाएर। फोटो खिच्दै जान्छ फेरि इन्जिनियर भने चाहिँ हो फेरि क्यामराम्यान यतिकै छ फेरि। itu doli bokel lang dia boding doli mau tak tak au balik dia tu wow kami lagi balang pergi balik dia dia sama pasal dia tak nak macam ini bangku ini balik kau jadi taman guru mulai kami lagi ada ini bangku itu ni bangku test dress itu guys jadi mama kata kita test dress itu wow ini mama balik जन्म कुण्डली कोठामा छौँ त्यहाँको अनि मम्मीले पुरै पढ्दै हुनुहुन्छ। हाम्रो फेमस कालु पाण्डेजी आउनुहुन्छ म यता छु। अनि अब देखाएको उहाँ चाहिँ 44 इयर्समा चाहिँ उहाँको डेथ भएको थियो। कति राम्रो क्या श्री 5 बडा महाराज हिराज भनेको खुब मन पर्छ मलाई। यो चाहिँ के हो यस्तो यो चाहिँ फ्री फायर खेल्नको लागि औ यहाँ पनि यो चाहिँ सबै कलर्सहरू आइरहेको पाल्छ। यो पनि के हो यो यहाँ त शङ्ख गन्धस केसु कुन्दा भन्थ्यो सबै के साउने। यहाँ चाहिँ मानापाती भन्ने चाहिँ मानापाती भन्ने मेरो डल्ली हुनुको बेफाइदा यस्तो चाहिँ। अनि यो चाहिँ के हो यो आरती गर्ने दियोहरू रहेछ पाला हुन्छ यस्तो रहेछ। यो चाहिँ सब रोटी हो कि क्या हो हिँडी पालाहरू गरेर यो सबै बाजाहरू। यो चाहिँ ड्रेस के को रहेछ यो बाजाले बाजाले डलकी भन्ने चाहिँ यहाँ वाउ यो चाहिँ के हो ए उ रहेछ कति क्युट रहेछ यो चाहिँ कुमार जातिको रहेछ। यो चाहिँ कुन वाला शेर्पा हो कि क्या हो वाउ यसको ड्रेस राम्रो छ तर यो चाहिँ के हो यस्तो यो कुसुन्डा जाति ए जङ्गलमा बसी खाएको। गाइस फाइनल्ली हामी दरबार घुमेर भाइ होला ड्याडीले समराइज गर्नुहुन्छ छोटो मिठो ड्याडी। धन्यवाद फेरि सङ्गु गोर्खा दरबारको हामी यो सङ्ग्रहालयको आज हामीले अध्ययन गऱ्यौँ। यो गोर्खा दरबारमा यो सङ्ग्रहालयमा खास गरेर हाम्रो पौराणिक ऐतिहासिक कुराहरू सांस्कृतिक कुराहरू त्यो बेलाका वेशभूषाहरू त्यो बेलाको संस्कृति त्यो बेलाको परम्परा त्यो बेलाको राजाको हतियारहरू अनि हाम्रो गाउँले परिवेश सम्पूर्ण कुरा समेटेर हरेक कोठामा चाहिँ छुट्याएर राखेको रहेछ। त्यो अत्यन्त महत्त्वपूर्ण र ऐतिहासिक भएको कुरा हाम्रो बुझाइ छ। धन्यवाद। ल ओके ड्याडीले समराइज गरिहाल्नु भयो कस्तो लाग्यो भनेर सबै कुरा एक्सप्लेन गर्नुभएको छ। आजको लागि यति नै ओके धन्यवाद बाई बाई। लाइक सब्सक्राइब कमेन्ट के गर्नुपर्ने सबै गरिदिनु होला। ओके बाई।